Thailand. Yeah, Heartland. Let's say that. Try the first bite, right? 어떠세요? Boba. एकदमै सुक्खा हुन्छ त्यही भएर झोल राखेको लोकल कुखुराको झोल छ बिरयानी ठिक लाग्यो कि यो ठिक लाग्यो यो होला नि त्यस्तै यो सबको जानेले चाहिँ सबको local chicken. 그래서 Và rồi đảo lên con nó con này đấy chứ. Wow, wow. 저는 नमक ज्यादा रहेछ है छुट्टीमा कथा पनि काम गर्ने बेलामा कोरियन खाना खानु पर्ने होइन म बिग्रिसक्यो होला बिग्रेको अब खाइयो मजाले आफ्नो रहरको मन लाग्ने चिज बनाएर चामल कति राम्रो छ हेर्नु फरक छ थाइल्यान्ड चामल हो थाइल्यान्ड
गोप्रोबाटै गर्छु अब यस्तो राम्रो रहेछ बिदा सक्यो अब Ja? बिदा Ja. आज दिउँसो सुत्ने राति सुत्ने भोलि टाइम मिलाउनु पर्छ गर्छु होला दियो एकचोटिको गर्नु पर्छ कति घन्टा गएको महिनाहरू 28 दुई 18 लाख आउँछ त्यही टक्कै दुई 208 दुई आठ अन्त उहाँको 206 हो कि कति छ ए काम भएको छैन र यार परे होइन त्यति बेलुका एउटा पनि दिएन एन्ट्री एउटा पनि दिएन शनिबार शुद्ध गरेर 9-10 दिन चाहिँ बसेर शनिबारको कतिवटा छैन नि त काम शनिबार आइतबारबाट नाम निशानै छैन छैन आइतबार तपाईँको चाहिँ 200 छ कि 88 288 कहाँबाट त्यत्रो चाहिँ एउटामा गरेको दुईचोटि गयो दुईवटा आइतबार ए दुईवटा शनिबार यता हाम्रो इक्जाम नभएको भए त है भगवान् 12 24 घन्टा यो महिना चाहिँ राम्रै आउँला कि अझै होइन हो राम्रै आउन चाहिँ 330-32 पुग्नुपर्छ जस 20-22 बस्ने गरेर जल्दी हुँदैछ 3 दिन बिदा भनेको भयो 3-4 हप्ता रातो बिदा मलाई अलिक धेरै सुताउँदिनु भएको सुटायो उनीहरूलाई घर छ यो छ भने भरण पाउनु बेसी गाह्रो भन्नु हुँदो रहेछ मेरो बिदामा त्यो जस्तो लाग्छ अलिक यताउति छैन भने त यिनीहरू कमाएर गर्नुपर्छ भन्ने त्यति छ होला हिसाबमा तेरो काठमाडौँ गर्छ है तिनतले गर्छ है सुधमा गर्छ है भनेर दिन्छ मलाई छ भन्नु
त्यो सोमा भर्यो होला त्यो को छ फ्यामिलीमा दाइहरू हुनुहुन्छ सबै घरै हुनुहुन्छ एउटा दाइ चाहिँ हुनुहुन्छ यहाँ छ नभए केटीको काम गर्नुहुन्छ तिनीहरूले चाहिँ हामीलाई चाहिँ अलवेजको सोधिदिन्छ क्या त्यही कारण मलाई त्यो चाहिँ मन नपर्छ यसरी बजाऊ त तिमीहरूकोमा एसी छ हामीलाई यहाँ एसी पसिना निस्केछ त यार निस्किनु एसी चलाएन एसी राखिदिएको ठाउँमा राख्दा तिमीहरूकोमा एसी छ उता पाउँछ भन्छ हाम्रोमा नपाउने के छ बन्द पो बन्दैन नपाउने चाहिँ त हरेक मलाई यही डल्ले साउले छोडेको थियो हो हाम्रो घर त छैन अलिक छन त छ हाम्रो घर छैन अलिक धनीहरूले लाउँछ हाम्रो लाखेन भन्दैन अनि पैसाको माएर आमालाई एसी किनिदिए 1 लाखमा त मस्त सघाउँछ नि एसी कतिको उठाउँछ बिल अब धेरै उठाउँदैन अरे 1 लाख पर्छ तातो चिसो भयो गर्मीमा चिसो जाडोमा तातो हाम्रो काठमाडौँमा खस्दै आवश्यक छैन